सम्पूर्णमा नमस्कार। आज म हाम्रो घरको चुलोमा बिहान र दिउँसो बनाएका परिकारहरू देखाउँदैछु। सबैभन्दा पहिला हामी चुलोमा आगो बाल्छौँ। त्यसपछि पानी अनि चिया पकाउँछौँ। धेरैवटा अबाट हाम्रो इलाम परिचित छ। इलाममा बसिसके पछाडि अर्थोडक्स चियाको स्वाद नलिकन हाम्रो बिहानको सुरुवात नै हुँदैन। गाउँघरमा दाउराको चुलोमा पकाएका खानाको स्वाद एकदमै बेग्लै हुन्छ। अब भने हाम्रो चुलोमा पाक्दैछ राजमाको दाल। हाम्रो परिवारमा यसको दाल सबैलाई एकदमै मनपर्छ। अब यता कैले चुलामा हाम्रो खाना पनि पाक्दैछ। हामी सबैको फेभरेट यता म मुन्टा पकाउँदैछु। आज नयाँ परिकार ट्राई गर्न मन लाग्यो, त्यसैले यो आलु साँधेको हो। एकदमै टेस्टी भएको थियो। यता काँक्राको अचार अनि हाम्रो खाना यसरी रेडी हुन्छ। परिवारका सदस्यहरूको चाहना अनुसार मैले एउटा आँपबाट केक बनाइदिएँ। त्यो केक एकदमै मिठो भयो, बनाउन पनि सजिलो छ। मैले यसको रेसिपी अगाडिकै भिडियोमा हालिसकेको छु। त्यसपछि मैले बनाएँ गुलाब जामुन। हाम्रो गाउँघरको जीवनशैली र परम्परागत साथै आधुनिक परिकारहरू हजुरलाई मनपर्छ भने भिडियोलाई लाइक कमेन्ट गर्नुहोला। ओके, बाई बाई।